अनि हजुरको सोमा त सबै आउनुभयो सेलिब्रेटी जति पनि हुनुहुन्छ अरू नेतादेखि लिएर सबै अनि सेलिब्रेटी सबै आए हजुर हजुर अनि पर्सन्टेज जे हुनुहुन्छ नि पुष्पकमल दाहालजी पुष्पकमल दाहाल अब उहाँको नाम पुष्पकमल दाहाल पर्सन्टेज चिन्नुहुन्छ उहाँ त कहिले आउनु भएन ए इट्स अ गुड क्वेसन तपाईँले यो मलाई अहिलेसम्म सोधेको थिएन हजुर प्रचण्डजीको छोरा प्रकाश दाहाल मभन्दा जुनियर हो मलाई उज्जवल दाई भन्नुहुन्थ्यो तर वी हेभ अ भेरी गुड फ्रेन्डसिप राम्रो थियो प्रचण्डसित त फोनमा उहाँसित त सम्पर्क हुन गाह्रो होइन अब त्यति बेला झन् कस्तो थियो होइन अनि मेरो चाहिँ प्रकाशजीसित कन्भर्सेसन भइरहन्थ्यो फोनमा इभन प्रकाश उहाँको आमासित पनि हुन्थ्यो के प्रकाशजीले कुरा मम्मी कुरा गर्ने भन्नुहुन्थ्यो अनि मैले प्रकाशजीलाई के प्रकाशजी बुवालाई पठाउनु पर्यो मेरो क्षमा भन्नुभयो होइन ओके भन्नुभयो हजुर 3 पल्ट त्यो उहाँको नि गल्ती होइन मेरो नै होइन तर 3 पल्ट सोमा मैले अनि आउने बेलामा प्रकाशजीलाई भन्छु खै त प्रकाशजी भने होइन हेर्नु न उज्जवल दाई उसले दाई भन्छ दाईको सोमा आउने भनेको यस्तो अर्जेन्ट मिटिङ पर्यो केन्द्रीय कमिटीको जनकपुर पो जानुभयो भनिदिने है कहिले रसुवा कहिले त्यो हो पनि ढाँटे होइन किनभने देशको प्रधानमन्त्री त्यो बेलाको प्रचण्डजी होइन त्यस्तो बिगी त्यस्तो बिजी अनि त्यो भएर आउने भन्दा आउने भने समय बित्दै गयो मेरो सो पनि मैले पनि ऱ्याप अप गरेँ त्यही भयो नभए उहाँ आउने इन्ट्रेस्ट पाए मान्छे हो हजुर